हाई गाइज, इट्स मी सोरी। आज हजुरहरूलाई मैले एउटा मेरो घरको सरप्राइज देखाउँछु है त। ल यो प्लान्ट हेर्नुस् त कति सानोमा पनि फलेको छ। यो प्लान्ट मैले लगाएको धेरै टाइम भएको छैन, त्यही पनि अहिले भर्खरै यो फल दिइसकेको छ। हामीले यसलाई गमलामा पनि लगाउन सक्छौँ। यसको नाम अन्जीर हो। मैले ल्याएर खाएको थिएँ, त्यसको फाइदाहरू चाहिँ मैले धेरै देखेँ, धेरै भेटेँ। त्यसो हुँदा मैले पनि घरमा ल्याएर लगाएको छु र अहिले यो फलेको छ। यसका फाइदाहरू धेरै छन्। हाम्रो शरीरलाई चाहिने आइरन, फाइबर, पोटासियम, म्याग्नेसियम जस्ता महत्त्वपूर्ण पोषण तत्त्वहरू पाइन्छ। यसले हाम्रो बडीलाई एकदमै इनर्जी दिन्छ। यसलाई हामीले यतिकै ताजा पनि खान सक्छौँ र सुकाएर पछि दुधमा मिक्स गरेर पनि खान सक्छौँ। यो चाहिँ हाम्रो शरीरलाई एकदमै फाइदाजनक छ र मैले पनि ल्याएको थिएँ। सुकेको चाहिँ यस्तो हुन्छ, एकदमै मिठो पनि हुन्छ र शरीरलाई एकदम एनर्जी पनि दिन्छ यसले। अनि यसले हाम्रो वेट लस गर्न पनि मद्दत गर्छ। हाम्रो ब्लड प्रेसरलाई पनि कन्ट्रोल गर्छ यसले। यसको फाइदाहरू चाहिँ एकदमै धेरै छ। हस्, थ्याङ्क यू। सबैले घरमा रोप्नु होला यो प्लान्ट, एकदम फाइदाजनक छ। ओके, बाई बाई।